नमस्ते साथीहरू, हजुरहरूलाई हाम्रो यस करेन्सी क्याकी नेपाल युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज भर्खरै मात्र नेपाल बैंक लिमिटेडले भ्याकेन्सी खुलाएको थियो। सोही भ्याकेन्सीमा कसरी घरैमा बसी सजिलैसँग दरखास्त दिन सकिन्छ त भन्ने कुरा यस भिडियो मार्फत सिक्न गइरहेका छौँ। आशा छ पहिलाको भिडियोलाई जस्तै यो भिडियोलाई पनि हजुरहरूले माया र साथ दिनुहुनेछ। त्यसको लागि सर्वप्रथम हजुरहरू आफ्नो मोबाइलको गुगलमा जानुहोस्। गुगलमा गएर एनआरबी भनेर टाइप गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस हजुरहरूले देख्न सक्नुहुनेछ। यहाँ पहिला अब हजुरहरूले रजिस्टर गर्नुहोस् भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यसमा आफ्नो पहिलो नाम लेखिदिनुहोस्, अनि बीचको नाम लेखिदिनुहोस्, थर लेखिदिनुहोस्, इमेल लेखिदिनुहोस्, मोबाइल नम्बर लेखिदिनुहोस् र एउटा पासवर्ड क्रिएट गर्नुहोस् र पासवर्डलाई फेरि रिटाइप गर्नुहोस्। यति गरिसके पछाडि हजुरहरूले रजिस्टर गर्नुहोस् भन्ने अप्सन देख्नु भएको छ। त्यो अप्सनमा टच गर्नुहोस्। टच गरिसके पछाडि हजुरहरूको मोबाइलमा यस्तो इन्टरफेस हजुरहरूकोमा आउनेछ। त्यो क्याप्चालाई हजुरहरूले चाहिँ मिस्टेक नगरिकन त्यहाँ टाइप गर्नुपर्ने हुन्छ र भेरिफाई भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यस पछाडि फेरि रजिस्टरमा क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि हजुरहरूको मोबाइलमा त्यस पछाडि हजुरहरूले यहाँ देख्नु भएको छ योर प्रोफाइल हैज बीन सक्सेसफुली क्रिएट भनेको छ। अब हजुरहरूले आफ्नो जीमेल आइडी र पासवर्ड हानेर चाहिँ लगइन गर्नुपर्ने हुन्छ। यहाँ हजुरहरूले देख्नु भएको छ गो टु लगइन पेज भन्ने अप्सन रहेको छ। त्यहाँ क्लिक गरे पछाडि यस्तो इन्टरफेस देख्नु भएको छ। लगइन आइडी र पासवर्ड हान्नुहोस् र साइन इन गर्नुहोस्। यति गरिसके पछाडि हजुरहरूको मोबाइलमा यस्तो इन्टरफेस हजुरहरूले देख्न सक्नुहुनेछ। अब एकपल्ट आफूले कुन भ्याकेन्सीमा अप्लाई गर्दै हुनुहुन्छ सो कुरा चयन गर्नुहोस्। मैले चाहिँ यहाँ सहायक आइटी बागमती प्रदेशको विज्ञापन नम्बर 24/2082-83 को भ्याकेन्सीमा अप्लाई गर्दैछु। त्यसको लागि पहिला मैले यहाँ के आवश्यक पर्दछ त्यो कुराहरू हेर्दैछु। यहाँ विज्ञापन नम्बर 24/2082-83 भनेको छ, तह 4 भनेको छ, सेवा प्राविधिक टेक्निकल भनेको छ, समूह सूचना प्रविधि आइटी भनेको छ, किसिम खुल्ला। त्यसै गरी कुल पद संख्या 4 जना भनेको छ। प्रकाशन मिति 2082 11 महिना 1 गते भनेको छ। डबल दस्तुर तिरेर पेमेन्ट गर्ने 2082 11 महिना 28 गतेसम्म हजुरहरूले डबल दस्तुर तिरेर पनि आवेदन दिन सक्नुहुनेछ। अब आवेदन शुल्क भनेको छ यो खुल्ला मात्रै भएर 800 रुपियाँ देखाएको छ। त्यस पछाडि आवश्यक योग्यता भनेको छ ब्याचलर पास गरेको हुनुपर्ने भयो। अनि पुरुषको हकमा 21 वर्ष पुरा भएर 35 वर्ष ननागेको हुनु पर्यो भने महिला र अपाङ्गताको हकमा चाहिँ 18 वर्ष पुरा भएर 40 वर्ष उमेर ननागेको हुनु पर्यो यस भ्याकेन्सीमा अप्लाई गर्नका लागि। त्यस पछाडि आवेदन दिनुहोस् भन्नेमा क्लिक गरेपछि यस्तो इन्टरफेस हजुरहरूले देख्न सक्नुभयो। त्यहाँ आफ्नो पहिलो नाम लेखिदिनुहोस्, अनि बीचको नाम लेखिदिनुहोस्, थर्ड लेखिदिनुहोस्। त्यस पछाडि आफ्नो नाम देवनागरिकमा लेखिदिनुहोस्, बीचको नाम भए बीचको नाम लेखिदिनुहोस् र थर लेखिदिनुहोस्। अब जन्म मिति भनेको छ त्यहाँ क्यालेन्डर रहेको छ, त्यसबाट आफ्नो जन्म मिति यहाँ चुज गर्नुपर्ने हुन्छ। त्यस पछाडि हजुरहरू लिङ्ग महिला पुरुष भनेको छ, महिला हुनुहुन्छ भने महिला, पुरुष हुनुहुन्छ भने पुरुष लेखिदिनुहोस्। त्यस पछाडि बुवाको नाम देवनागरिकमा भनेको छ आफ्नो बुवाको नाम लेखिदिनुहोस्, बीचको नाम छ भने बीचको नाम लेखिदिनुहोस् र थर लेखिदिनुहोस्। आमाको नाम लेखिदिनुहोस्। त्यस पछाडि हजुरबुवाको नाम लेखिदिनुहोस् र यदि पति हुनुहुन्छ भने पत्नीको नाम लेख्नुहोस् र पत्नी हुनुहुन्छ भने आफ्नो पतिको नाम लेखिदिनुहोस्। त्यस पछाडि हजुरहरूको यहाँ नागरिकता नम्बर मागेको छ, नागरिकता नम्बर लेखिदिनुहोस्, जारी जिल्ला लेखिदिनुहोस् र जारी मिति कहिले भएको त्यो लेखिदिनुहोस्। धर्म भनेको ठाउँमा आफ्नो धर्म कुन हो त्यो लेखिदिनुहोस्। अपाङ्गता हुनुहुन्छ भने यस लेख्नुहोस्, हुनुहुन्न भने नो लेखिदिनुहोस्। अगाडि बढ्नुहोस्। त्यस पछाडि अब सम्पर्क भनेको छ। सम्पर्क विवरण स्थायी ठेगाना हजुरहरूको नागरिकता अनुसारको ठेगानाहरू यहाँ प्रोभाइड गर्नुपर्ने हुन्छ। प्रदेश लेखिदिनुहोस्, जिल्ला लेखिदिनुहोस्, स्थानीय तह लेखिदिनुहोस्, गाउँपालिका नगरपालिका के हो त्यो लेखिदिनुहोस्। त्यस पछाडि अब हजुरहरू आफ्नो नागरिकता अनुसारकै ठेगानामा बसोबास गर्नुहुन्छ भने स्थायी ठेगाना जस्तै भन्नेमा टिक लगाउनु भयो भने अटोमेटिक तलका उसहरू आफै आउनेछ। अब होइन भने हजुरहरूले पत्राचार गर्ने ठेगाना भनेको ठाउँमा अहिले आफू जहाँ बसोबास गर्नुहुन्छ त्यहाँको ठेगाना लेखिदिनुहोस्। त्यस पछाडि अगाडि बढ्नुहोस्। यति गरिसके पछाडि अब शैक्षिक योग्यताको विवरण भनेको छ त्यो प्लसको आइकनमा क्लिक गरिदिनुहोस्। क्लिक गरिसके पछाडि अब हजुरहरूले त्यहाँ स्टार दिए जति सम्पूर्ण कुराहरू भर्नुपर्ने हुन्छ। विश्वविद्यालयको नाम, बोर्डको नाम लेखिदिनुहोस्। त्यस पछाडि शैक्षिक उपाधि लेखिदिनुहोस्। अनि समूह संकाय भनेको छ
अन्य शैक्षिक संकाय भएस लेख्नुहोस्, नत्र नो लेख्नुहोस्। मूल विषय लेख्दिनुहोस्, श्रेणी लेखिदिनुहोस्। त्यस पछाडि कति प्रतिशत ल्याउनु भएको थियो त्यो पर्सेन्टेज पनि यहाँ हजुरहरूले लेख्नु पर्ने हुन्छ। अब शैक्षिक प्रमाणपत्र भनेको छ यो भ्याकेन्सीमा चाहिँ ब्याचलर पास गरेको हुनुपर्ने भएकाले शैक्षिक प्रमाणपत्र यो चुज फाइलमा क्लिक गरेर हजुरहरूले शैक्षिक प्रमाणपत्र राख्नुपर्ने हुन्छ। यसको म्याक्सिमम साइज 750 केबी हुनुपर्नेछ। त्यस पछाडि अर्को रहेको छ चारित्रिक प्रमाणपत्र, यो पनि 450 केबी सम्मको हुनुपर्नेछ। चुज फाइलमा क्लिक गरेर यसलाई पनि चुज गरिदिनुहोस्। समकक्षताको प्रमाणपत्र यो चाहिँ आवश्यक पर्नेका लागि भयो। यति गरिसके पछाडि अगाडि बढ्नुहोस् भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यस पछाडि शैक्षिक योग्यताको विवरण भनेको छ। अब यहाँ हजुरहरूले यो आँखाको जस्तो आइकन देखाएको छ, यसमा गएर एकचोटि रुजु गर्नुहोस्। यदि सही छ भने अगाडि बढ्नुहोस् भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यस पछाडि तालिम भनेको छ, कुनै किसिमको तालिमहरू लिनुभएको छ भने यसमा हजुरहरूले अपलोड गर्दा हुन्छ। यदि छैन भने अगाडि बढ्नुहोस् भन्नेमा क्लिक गर्नुहोस्। त्यस पछाडि यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। अब फोटो भनेको ठाउँमा हजुरहरूले आफ्नो फोटो अपलोड गर्नुपर्ने हुन्छ। यहाँ ग्यालरीमा लैजान्छ यसले। त्यस पछाडि आफ्नो फोटो चुज गरिदिनुहोस्। अब हस्ताक्षर भनेको ठाउँमा आफ्नो हस्ताक्षरलाई यहाँ चुज गर्नुहोस्। नागरिकताको प्रमाणपत्र पुरा भनेको छ, यहाँ आफ्नो नागरिकताको प्रमाणपत्र चुज गरिदिनुहोस्। अनि समावेशी प्रमाणपत्र भनेको छ आवश्यक पर्नेका लागि मात्र भयो। अपाङ्गता प्रमाणपत्र यो पनि आवश्यक पर्नेका लागि भयो। पिछडिएको क्षेत्र प्रमाणपत्र यो पनि आवश्यक पर्नेको लागि भयो। अब अगाडि बढ्नुहोस् भन्ने आइकनमा क्लिक गरिसके पछाडि हजुरहरूले यहाँ आफ्नो सम्पूर्ण विवरणहरू देखाएको छ। एकचोटि यसलाई राम्रोसँग रुजु गर्नुहोस्। रुजु गरिसके पछाडि फेरि अगाडि बढ्नुहोस् भन्ने अप्सनमा हजुरहरूले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसके पछाडि यस्तो इन्टरफेस हजुरहरूले देख्न सक्नुहुनेछ। अब खुल्ला चयन गर्नुहोस् भनेको छ, त्यसमा खुल्ला चयन गर्नुहोस्। समावेशी समूह चयन गर्नुहोस् भनेको छ, यसमा मधेसी र आदिवासी जनजाति मात्रै भनेको छ। त्यही भएर मैले चाहिँ समावेशीतर्फ कुनै चुज गरिनँ। यति गरिसके पछाडि अगाडि बढ्नुहोस् भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यस पछाडि आवेदकको आवेदन विवरण भनेर यहाँ यसरी देखाएको छ, यहाँ देख्न सक्नुहुनेछ। आवेदकको नाम, उम्मेदवार आइडी, परीक्षा दस्तुर, भुक्तानी गरिएको रकम, अनि खुल्ला पहिलो समावेशी समूह, थप समावेशी समूह, सम्पूर्ण कुराहरू यहाँ दिएको छ। त्यस पछाडि परीक्षा दस्तुर दाखिला गर्नुहोस् भन्ने अप्सनमा क्लिक गरिसके पछाडि हजुरहरूलाई विभिन्न पेमेन्ट गर्ने मेथडहरू दिएको छ। हजुरहरूले एउटा चुज गर्नुहोस्। चुज गरिसके पछाडि आफ्नो आवेदन दस्तुर हजुरहरूले यसरी सजिलैसँग घरबाटै बुझाउन सक्नुहुनेछ। आजलाई यति नै साथीहरू। यस भिडियो सम्बन्धी हजुरहरूले केही कुरा नबुझेको भएदेखि हामीहरूलाई कमेन्ट मार्फत पनि हजुरहरूले प्रश्नहरू सोध्न सक्नुहुनेछ।